हरे कृष्ण। कलीको महत्त्व, कलीको महत्त्व यति धेरै छ कि देवी देवताहरू पनि कलीमा जन्मिनु पाए मनुष्यको जीवन पाएर भनेर तडपिनुहुन्छ अरे के। किनभने कली यस्तो सजिलो छ अरे कि ठुल्ठुला पहिला सत्ययुग द्वापर युग त्रेता युगमा गर्न नसकेका पुण्य कर्महरू पनि कलीमा जम्मा 24 घण्टा कीर्तन नाम जपले नै भगवत प्राप्ति हुन्छ अरे। त्यही भएर भगवत धाम जानलाई एकदम सजिलो बाटो छ अरे। तर यतिखेर त्यो पनि मान्छेलाई फुर्सद छैन के कलीका मान्छेहरूलाई। मेरो छोरो मेरो छोरी मेरो यो मेरो ऊ मेरो यो भन्दै उसले यस्तो लायो उसले यस्तो खायो ऊ यस्तो चटक्क परेर हिँड्यो म हिँड्न पाइनँ, म राम्री हुन पाइनँ अथवा म राम्रो हुन पाएन, मैले यत्रो धन कमाउनु पाएँ, यसरी म सुख शैलले बस्नु पाएँ, म जस्तो स्ट्यान्डर्ड मान्छे यो लेभलको हुन सक्दैन, यो अथवा यस्तो हो यो अथवा उस्तो हो भन्दै ठिक्क छ क्या हामीलाई। अरूको विखण्डन गर्नमै, अरूको खण्डन गर्नमै, अरू नराम्रो छ भन्नमै, म नै सर्वश्रेष्ठ हुँ, म जस्तो अरू कोही पनि छैन, मैले जस्तो पूर्व जन्ममा सत्कर्म कसैले गरेको छैन अथवा यो जन्ममा सत्कर्म गरेर त मैले यो सुख भोग्न पाउने भयो त त्यो दुखी तल अर्काको घरमा पोछा लाउने अथवा अर्काको बाटो सफा गर्ने अथवा फोहोर सफा गर्ने मान्छेले पनि त पाउँथ्यो नि। म त ठुल्ठुलो बिल्डिङ भएको गाडी चढेर हिँड्ने सयर गर्ने, म त देशको प्रमुख मान्छे अथवा म त संसारले पुजेको मान्छे, संसारले मानेको मान्छे, म जस्तो मान्छे पनि काहीँ गलत हुन सक्छ, म कुनै रङ हुन सक्छु? होइन होइन महाशय होइन, त्यस्तो नठान्नु होला। किनभने भगवानले त पूर्व जन्मको सुख तपाईँलाई भोग्न दिनुभएको हो। यो जन्मको सुख त अब पछि भोग्नुहुन्छ के, अथवा अहिले गरेको कर्म त बिस्तारै भोग्दै जानुहुन्छ, बिस्तारै भोग्नुहुन्छ। पहिला तपाईँका पुण्य कर्महरू सकिँदै जान्छन्, पुण्य कर्महरू पहिला छिटो 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 भोग्दै जानुहुन्छ। अनि पाप कर्मको पालो आउँछ साथीहरू, पाप कर्म भोग्नुहुन्छ। जसले पाप कर्मको पालो भोगिरहेको छ ऊ जतिसुकै राम्रो बन्न सक्छ, ऊ जतिसुकै राम्रो गरोस्, भगवानको भगवानको भक्त बनोस्, उसलाई दुःखै दुःख आउँछ क्या पहिला। किनभने उसको दुःख कष्ट पहिला हरण गरिदिनु छ नि त भगवानलाई, उसको सकाइदिनु छ। बिचरा अहिले गरेका पूर्व कर्म यसका छिटो छिटो सिद्ध्याइदियो भने यसले पछि सुख भोग गर्न पाउला अथवा भगवत धाम फर्केला। यो आत्मा अहिले त सुध्रिएको छ है, पहिला बिग्रेको भए पनि भनेर भगवानले छिटो उसलाई दुःख दिनुहुन्छ। दुःखलाई पनि हामीले गलत सोच्नुहुन्न। दुःख आयो भनेर आत्तिनु पनि हुन्न, सुख आयो भनेर मात्तिनु पनि हुन्न। नमात्तिनु है सुख पाएका मान्छेहरू पनि र दुःख पाएका पनि कोही नआत्तिनुहोस्। किनभने सुखपछि दुःख, दुःखपछि सुख अवश्य, दिनपछि रात, रातपछि दिन अवश्य हुन्छ। यो जन्ममा पुरा नहोला तर अर्को जन्ममा त अवश्य छ। तपाईँहरू जस्तो भगवानलाई मान्ने मान्छेहरूले बुझ्नुहुन्छ त्यो कुरा, भगवानलाई नमान्नेले त नबुझ्न सक्नुहुन्छ। कहाँ छ अर्को जन्म, कहाँ छ? हेत् यसले यो फटाइले यसरी भन्छ, कहाँ अर्को जन्म छ भन्नु होला। ठिक छ भन्नुहोस्, तपाईँले सोच्न पाउनुहुन्छ, जे पनि भन्न पाउनुहुन्छ, तपाईँको अधिकार छ, तपाईँको भन्न पाउने स्वतन्त्रता छ, भन्न पाउनुहुन्छ, भन्नुहोस्। तर म भन्छु अर्को जन्म अवश्य छ, भगवान अवश्य हुनुहुन्छ, पाप धर्म अवश्य छ, पाप पनि भोग्नै पर्छ र पुण्य पनि भोग्नै पर्छ। त्यही भएर अहिले सुख छ भन्दैमा नमात्तिनुहोस्, दुःख छ भनेर नहात्तिनुहोस् भन्छु म त है त सबैजनालाई। अहिले दुःख छ भने पनि भगवानले हेर्नु भएन मलाई अहिले भनेर आत्ति चाहिँ नहाल्नुहोस्। भगवानले तपाईँ सत्कर्ममा हिँड्दै गर्नुहोस्, तपाईँ सत्कर्ममा हिँड्दै गर्नुहोस्, तपाईँको अवश्य पनि पाप सकिँदै जान्छ, पिर नगर्नुहोला है त।